नमस्कार। आज म कक्षा 8 अन्तर्गत व्यावसायिक चिठी भन्ने नेपाली विषयको एउटा पाठको सम्पूर्ण प्रश्नहरूको उत्तर लिएर आएको छु र यस च्यानललाई तपाईले अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र लाइक अनि कमेन्ट पनि गरिदिनुहोला। आजको पाठ रहेको छ व्यावसायिक चिठी। शब्द भण्डार। व्यावसायिक चिठी अन्तर्गत शब्द भण्डार। दिएका शब्दको अर्थ लेख्नुहोस्। व्यवस्थापक, कुनै काम कुराको व्यवस्था मिलाउने। बहुउपयोगी, धेरै काममा प्रयोग गर्न हुने वा सकिने। उद्योग, कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम। भौचर, कार्यालयमा नगद वा जिन्सी धरौटी राख्दा वा तिर्दा प्रमाण स्वरूप पाइने रसिद। अनुरोध, कसै समक्ष कुनै काम कुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम अथवा बिन्ती भाउ। नम्बर 2, दिएको अनुच्छेदमा प्रयोग भएका समूहवाची शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्। पहिलो नम्बरमा छ सैनिक। मेरो भाइ सैनिक विद्यालयमा पढ्छ। फौज, नेपाली सेनाका फौज सिमानामा खटिएका छन्। जन्ती, म पनि भाइको छोराको बिहेमा जन्ती गएँ। लस्कर, हरिको बिहेमा जन्तीको लस्कर त लामै थिए। ताँती, मेरो भाइले कमिलाका ताँती हेरेर बस्दा दिन बितेको पत्तै पाएन। भिड, माई मेलामा मान्छेको भिड थामी नसक्नु थियो। अर्को छ दिएका वाक्यमा भएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्द टिपोट गर्नुहोस्। सीताले छोरालाई भनिन्, भातका सीता नपोखी खाऊ। कक्षामा विभिन्न जातिका विद्यार्थी छन् तर सबैजना जाति छन्। श्याम दिनभरि ज्यालादारी काम गर्छ र दिन दुखीको सेवा गर्दछ। हरिले बगैँचामा फूल टिपेर बिक्री गरेर कुखुराका फूल किनेर ल्यायो। घरमा गाग्री खाली छ, खाली कुरा मात्र गरेर कहाँ आउँछ र पानी। 20, दिएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्द जोडीलाई वाक्यमा प्रयोग गर्नुहोस्। 20, जहर, खै के भएछ हरिबहादुरले विष पिएछ। 20, आज मलाई मामाले 20 रुपैयाँ दिनुभयो। तिर, हाम्रो घर पूर्वतिर फर्केको छ। तिर, मलाई पौडी खेल्न नआएर खोलाको तिरमा बसेँ। जुन, तिमीले जुन दिन्छौ म त्यही लिन्छु। जुन, बादलले छेकेर होला पूर्णिमाको दिनमा पनि जुन देखिएन। शीत, चिसो, पुष माघमा शीत परेर बाहिर निस्कन गाह्रो भयो। शीत, अबको तीजमा म पनि आमासित मामा घर जाने हो। यस, यसमा अलिकति खुर्सानी थपे अझै स्वादिष्ट हुन्छ कि। यस, स्वामी प्रपन्नाचार्यको संसारभर यस फैलिएको छ। गर्व, मलाई नेपाली हुनुमा गर्व छ। गर्व,
आमाले हामीलाई 9 महिना गर्भमा बोकेर जन्म दिनुभयो। बोध र अभिव्यक्ति। व्यावसायिक चिठीको संरचना पढ्नुहोस् र छलफल गर्नुहोस्। व्यावसायिक चिठीको संरचना। प्रारम्भ भाग। यस अन्तर्गत विभिन्न भागहरू रहेका छन्। त्यसको पहिलो भाग अथवा प्रारम्भ भाग। त्यसमा मिति पठाउने, पहिलो नम्बरमा मिति, पठाउने संस्था, पठाउनेको ठेगाना, सम्बोधन, चिठी पाउने संस्थाको नाम र ठेगाना, विषय। मध्य भाग। मुख्य भाग चिठीको मुख्य विषयवस्तु। अन्त्य भाग। चिठी पाउने व्यापारिक संस्थाको प्रतिनिधि, संस्थाको नाम, ठेगाना, खामको नमुना। प्रश्न नम्बर 4। व्यावसायिक चिठी पाठ पढी दिएका प्रश्नको मौखिक उत्तर दिनुहोस्। 1 नम्बरमा छ, हाम्रो तयारी पोसाक बिक्री केन्द्रका संस्थापक को हुन्? हाम्रो तयारी पोसाक बिक्री केन्द्रका संस्थापक सजना गुरुङ हुन्। चिठी लेख्ने संस्थाको नाम के हो? चिठी लेख्ने संस्थाको नाम हाम्रो तयारी पोसाक बिक्री केन्द्र हो। चिठीमा पेशकी रकम कसरी भुक्तानी गरिएको कुरा उल्लेख छ? चिठीमा पेशकी रकम त्यस उद्योगको नाममा रहेको नेपाल बैंक लिमिटेडको खातामा अनलाइन मार्फत भुक्तानी गरिएको कुरा उल्लेख छ। चिठीमा पेशकी रकम त्यस उद्योगको नाममा रहेको नेपाल बैंक लिमिटेडको खातामा अनलाइन मार्फत भुक्तानी गरिएको कुरा उल्लेख छ। सौगात अल्लो कपडा उद्योग कहाँ छ? सौगात अल्लो कपडा उद्योग कर्णाली प्रदेशको कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका 2 मा छ। नम्बर 5। घरेलु उद्योगको प्रवर्धनका लागि के गर्नु पर्ला? प्रतिक्रिया दिनुहोस्। घरेलु उद्योग प्रवर्धनका लागि सरकारले पनि कच्चा पदार्थको उत्पादनका लागि जोड दिनुपर्छ। त्यसैगरी बेरोजगार रहेका युवाहरूलाई देशमै रोजगारी सिर्जनाका लागि उचित किसिमको वातावरण सिर्जना गर्नुपर्छ। सोही अनुसारका नीति निर्माण तथा योजना बनाई कार्यान्वयन गर्नुपर्छ। साथै प्रोत्साहनका लागि अनुदानको व्यवस्था मिलाउनुपर्छ। सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्छ। स्थानीय स्तरमा नै उपभोग गर्ने उपभोग्य सामग्री उत्पादन र उपभोग निर्यातका लागि जोड दिनुपर्छ र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्दछ। नम्बर 6। सौगात अल्लो कपडा उद्योगका तर्फबाट हाम्रो तयारी पोसाक बिक्री केन्द्रलाई प्रतिउत्तर लेख्नुहोस्। सबैभन्दा छेउमा मिति लेख्ने र कसलाई चिठी पठाउनु पर्ने हो त्यसको नाम लेख्ने। सौगात अल्लो कपडा उद्योग खाँडाचक्र नगरपालिका 2 कालीकोट कर्णाली प्रदेश। श्री संस्थापकज्यू, हाम्रो तयारी पोसाक बिक्री केन्द्र ललितपुर उपमहानगरपालिका 3 ललितपुर बागमती प्रदेश। विषय: अल्लोबाट निर्मित तयारी वस्तु पठाइदिएको सम्बन्धमा। उपयुक्त सम्बन्धमा यस कम्पनीको पत्र प्राप्त भई ब्यौरा अवगत भयो। हाम्रो उद्योगबाट उत्पादित सामानहरू तपाईँको बिक्री केन्द्र मार्फत बजारीकरण भइरहेकोमा विशेष धन्यवाद। अझै पनि हाम्रो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी तपाईँका माग अनुसारका सामग्री पठाउन प्रयासरत छौँ। अहिलेलाई तयारी अवस्थामा रहेको तपसिलका सामग्रीहरू पठाइएको जानकारी गराउँदछौँ। अब के पठाउने भनेर फेरि तल लेख्न सकिन्छ। क्रम सङ्ख्या, वस्तुका नाम र पठाइएको थान। झोला 250 थान, दरी 150 थान, नाम्लो 175 थान, डोरी 300 थान, कोट 150 थान, ज्वारी कोट 125 थान, गलबन्दी 350 थान,
बर्को 225 थान, टोपी 555 थान, जम्मा 2280 थान। उल्लेखित वस्तुहरूको बिल यसै साथ संलग्न गरी पठाएको छ। बाँकी रकम यथाशीघ्र भुक्तानी गरिदिनु हुन अनुरोध गर्दछौँ। भवदीय। सौगात अल्लो कपडा उद्योग, खाँडाचक्र नगरपालिका 2, कालीकोट, कर्णाली प्रदेश। नम्बर 8, धुम्रपानले लिन्छ ज्यान शीर्षकमा सन्देशमूलक लेख तयार पार्नुहोस्। सुर्ती चुरोट स्वास्थ्यका लागि हानिकारक छ भनेर जान्दा जान्दै पनि मानिसहरू यसको प्रयोग गरिरहेका छन्। प्रयोग घट्ला भन्नुको साटो उल्टो बढेर गएको छ। सुर्तीजन्य पदार्थको प्रयोगका कारण वर्षेनी 27,000 भन्दा बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वमा नै 80 लाखको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ। तथ्याङ्क अनुसार 70 लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र 12 लाख सँगै बस्ने मानिसले खाएको चुरोटको असरको कारणले मृत्यु हुने गर्दछ। विज्ञहरूले नेपाल जस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा कम्तीमा 70% भन्दा माथि पुर्याउनु पर्ने बताउँदै आएका छन्। सरकारले कर र अन्तशुल्क बढाउँदैमा दायित्व पुरा हुँदैन। सञ्चारका माध्यमबाट अन्य प्रत्यक्ष गोष्ठी सेमिनारको माध्यमबाट जनचेतनाका कार्यक्रम पनि बढाउँदै जान जरुरी छ। प्रश्न नम्बर 9, अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। 1. क. सरकारी लेखा प्रणाली भन्नाले के बुझिन्छ? सरकारी कार्यालयमा राखिने आर्थिक अभिलेख तथा प्रतिवेदनलाई सरकारी लेखा प्रणाली भनिन्छ। ख. आर्थिक प्रतिवेदन किन तयार पारिन्छ? आम्दानी र खर्चलाई चुस्त दुरुस्त राख्नका लागि आर्थिक प्रतिवेदन तयार पारिन्छ। ग. जनताप्रति कुन लेखा प्रणाली उत्तरदायी हुन्छ? उत्तर: जनताप्रति सरकारी लेखा प्रणाली उत्तरदायी हुन्छ। घ. व्यावसायिक लेखा प्रणाली के प्रति उत्तरदायी हुन्छ? उत्तर: व्यावसायिक लेखा प्रणाली लगानीकर्ताप्रति उत्तरदायी हुन्छ। यहाँ भाषिक संरचना र वर्णविन्यास दिएका वाक्यलाई मिलाएर लेख्नुहोस्। दिदी र दाइ घर आयो। यसलाई मिलाएर लेख्दा दिदी र दाइ घर आउनुभयो। 2. सुनिता र गोपाल काठमाडौँ जान्छ। यसलाई मिलाएर लेख्दा सुनिता र गोपाल काठमाडौँ जान्छन्। गोठमा गाई कराउनु भयो। यसलाई मिलाएर लेख्दा गोठमा गाई करायो। आमाले कसौडीमा भात पकायो। आमाले कसौडीमा भात पकाउनु भयो।